हाम्रो नेपाली छोरीचेलीको पारा, पैसा भए माया, पैसा नभए बलात्कारको आरोप लगाएर जेल हाल्ने फेरि कस्तो खालको हो? जसले आरोप लगाउँछ त्यसलाई चाहिँ जेल हाल्नु पर्यो। भिडियो पर्मन के हुनु पर्यो? भिडियो बलात्कार गरेको भिडियो हुनु पर्यो। हाम्रो सागर लम्साललाई एकजना सङ्गम बिष्ट भन्ने खतौरीले आरोप लगाएर छ, बलात्कारको आरोप। पैसा भए माया, पैसा नभए बलात्कारको आरोप। यही त होला नि। यही म चाहिँ सोचेँ है, मैले सोचेँ हो त्यस्तो फटाइलाई चाहिँ कारबाही हुनु पर्यो। कलाकारलाई, नेपाली कलाकारलाई यही कारणले गर्दाखेरि के माथि पुग्न नदिएको, यस्तै फतौरिनीहरूको कारणले गर्दाखेरि नेपाली कलाकारहरूलाई माथि पुग्न नदिएको। जय नेपाल, कारबाही हुनु पर्यो। नरिसाइकन मेरो युट्युब च्यानल छ माथि पुत्रुक्क राखिदिएको छु, सब्सक्राइब गरिदिनुहोस् ल। नयाँ भिडियो आउँछ मेरो, त्यसमा गएर हेर्नुहोस् ल। धन्यवाद। जय नेपाल।